नमस्कार, गुड मर्निङ एभ्रिवान। आफ्टर लङ टाइम म यहाँहरूको माझ आएको छु। भ्लगिङ स्टप गरेको मैले भिडियो नहालेको नि धेरै समय भयो। म चाहिँ नेपाल आएको दसैँ अगाडि नै 2-3 महिना भइसक्यो। अहिलेसम्म मैले कुनै पनि एउटा प्रपर भ्लग हाल्न सकेको छैन। त्यही हो, कन्टिन्युटी हुनुपर्छ भ्लगिङमा। अनि हिजो मैले घरमै बसेर आफ्नै भिडियो हेरिरहेको थिएँ होइन। त्यतिखेर पुरानो यादहरू आयो। 6-8 वर्ष अगाडिदेखि हाल्न थालेको भिडियोहरू हेर्दाखेरि रमाइलो फिल पनि भयो। अनि अहिले म फ्री नै छु, 2-3 महिनादेखि घरतिरै बसिरहेको छु। सो वाइ नट भन्ने खालको सोच आयो, कुरा आयो है। अनि आजदेखि चाहिँ फेरि म स्टार्ट गरिदिउँ कि कस्तो भनेर हिजो मैले मेरो वाइफसँग नि कुरा गरिरहेको थिएँ। अनि आज चाहिँ हामी यता धरानतिर आएको छौँ उसको चेकअपको लागि। हिजो आएको थियौँ, हिजो रिपोर्टहरू आउन अलिकति ढिलो भयो। सो हामीले रिपोर्ट चाहिँ डक्टरलाई देखाउन सकेनौँ। सो आज चाहिँ उसको रिपोर्टहरू पनि देखाउने। अनि अब अहिले चाहिँ हामी यतातिर यो PPKIHS को यो भनौँ न यो के भन्छ गार्डनमा बसिरहेको छौँ है। अनि यो ठ्याक्कै मेरो यता पछाडिपट्टि देखिएको चाहिँ BP कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्स क्याम्प भनेर चिनिन्छ होइन। यसको इमर्जेन्सीको बिल्डिङ हो यो। हामीले चाहिँ तल गाइनमा देखाउने हो। हामी चाहिँ यहाँ गार्डनतिर छौँ, यहाँनिर बसेर यसो चिया नास्ताहरू पनि गऱ्यौँ। अनि बिहानको भनौँ न मर्निङको चिसो छ नि त अहिले। मर्निङको घाम पनि ताप्दै यसो गफगाफ गर्दै अनि टाइमलाई किल गरेर आएको थियौँ। अनि यही समयमा चाहिँ यसो भ्लग पनि स्टार्ट गरिदिइहालौँ भन्ने सोच भएर हामी स्टार्ट गऱ्यौँ है त। आइ एम ब्याक गाइज, ब्याक टु ब्याक आउँछ होला। अब म अलिकति लेजी भएको पनि हो होइन। अब पोटेन्सियल छ ममा भन्नु अरे क्या आफूलाई हो। बट लिटरली भन्नुपर्दाखेरि अलिकति म लेजी नै भएर हो। यतापट्टि बाहिर चाहिँ रोड यो भयो होइन, यहाँनिर चाहिँ घोपा भयो। यतातिर पूर्वमा हुने मान्छेहरूलाई त सबैलाई थाहा छँदैछ। अनि मेरो म्याम चाहिँ यहाँ बसिराख्नु भएको छ। हेलो बोल्दै हुनुहुन्छ होइन। अब हामी 10 बजीदेखि डक्टर आउने हो, डक्टरको राउन्ड सुरु हो। अब 10 बजिसकेको छ, लगभग 10:30 हुन आँटेको छ। हाम्रो 28 नम्बरमा पालो छ, हामी त्यतातिर जान्छौँ। सो वी विल ट्राई टु कभर एभ्रिथिङ अप होइन। अनि किप ट्युनिङ, किप लभिङ अस। त्यही हो, अहिले अर्को फुटेजमा भेटौँ है। ल अब चाहिँ हामी यहाँबाट उठेर ठ्याक्कै जान्छौँ। अब हाम्रो पालो लगभग आउन आँट्यो होला। डक्टरसम्मै भिडियो गर्नु अरे त्यस्तो चाहिँ हुँदैन होइन, सानो क्लिप राख्ने हो। अब त्यही हो, मान्छेको भिडभाडमा अलिकति गाह्रो नै हुन्छ। हस्पिटल एकदमै यहाँ प्याक नै हुन्छ होइन। मेरो ज्याकेट उता छ ल्याउ त। यो म्याट चाहिँ यहाँ कसले राखेको रहेछ होइन। हामीले चाहिँ यसलाई युटिलाइज गऱ्यौँ है गाइज। समबडी लेफ्ट होइन, यहाँ कसैले बसेर चाहिँ यहाँ छोड्नु भएको रहेछ। यो बुट्टामा चाहिँ राखेको रहेछ होइन। हामीले त्यसलाई युटिलाइज गऱ्यौँ। धन्यवाद तपाईँ जो जहाँ भए पनि यहाँलाई धेरै धेरै धन्यवाद होइन। ल यहाँ यो अर्को एउटा ग्रेट न्युज है गाइज। कोही यहाँ घोपा क्याम्प आउँदै हुनुहुन्छ भने हामीले यहाँ म्याट छोडेको छौँ है, आएर बस्न सक्नुहुन्छ। यसको यहाँ छ हाम्रो पुर्जीहरू। ओ माई गड, मेरो श्रीमतीले भनेको चाहिँ यो रुख देखाउनु अरे। एन्ड देन बिरोल म ब्याक क्यामेराले नै खिच्छु ल। सो गाइज हामी जाँदैछौँ। मेरो श्रीमती चाहिँ उताबाट आउँदै हुनुहुन्छ। उसले मेरो ज्याकेट चाहिँ खत्रै पारामा ओढिदिइराखेको छ होइन। मलाई चाहिँ गर्मी भयो, यहाँ घाम ताप्दा अब यहाँबाट निस्किन्छौँ हामी। मेन रोड चाहिँ भान्चुकबाट आउने यो हो। ठ्याक्क यहाँबाट यस्तो आएपछि त्यहाँबाट गेट, अनि त्यस पछाडि यस्तो आउने है। म देखाउँछु। राम्रो छ हाम्रो घोपा क्याम्प पनि। हेर्नु मान्छेहरूको भिड कति देखिन्छ है। आई विल ट्राई टु कभर अप। के हो ए, यहाँ चाहिँ 4 को गाडी आइरहेको रहेछ। यहाँनिर हेर्नु नि, यो धुप्पीको बोट कस्तो राम्रो लागेको छ है। कता यता मास्तिरबाट छिर्ने छ नि त होइन। कस्तो अँध्यारो आइरहेको छ है।
मेरा प्यारा प्यारा मित्रहरू हामी चाहिँ टोकन देखाएको अब 11 बजी मात्रै पालो आउँछ अरे अहिले बल्ल 10:30 मात्रै हेरिन्छ के भएर यसो बाहिरतिर निस्किदिएको अब एकछिन बाहिरतिर घुमेर अनि फेरि भित्रतिर आउनु पर्यो आधी घन्टा छ त्यहाँनिर चाहिँ टन्नै मान्छेहरू भिड छ हामी बिहानै आएर पनि अझै पनि पालो आएको छैन अब 11 बजी छिर्दा पनि सायद आधी घन्टा जति चाहिँ भित्र वेटिङ हुन्छ होला त्यस पछाडि चाहिँ काम हुन्छ अनि त्यस पछाडि हामी फर्किन्छौँ यो चाहिँ रिजनल हस्पिटल हो होइन यहाँनिर चाहिँ धेरै टाढाको मान्छेहरू पनि रिफर गरेर आउने हुनाले एकदमै भिड यहाँ हुन्छ यो गाइनुमा त झन् एकदमै भिड हुन्छ क्या त्यही भएर टाइममै आउँदा पनि अलिकति टाइम लागिहाल्छ हामी अब केही बेर वेट गर्छौँ म त्यही चोरतिर बस्छौँ अनि फेरि भित्र जान्छौँ है त हाम्रो चाहिँ पालो आएको छैन अझै पनि कति बजी आउँछ मिस पालो आधी घन्टा पछाडि पालो आउँछ अरे हामी चाहिँ यहाँनिर वेटिङमा छौँ यहाँभित्र हो हाम्रो चेकअप गराउनु चाहिँ ज्ञानु चाहिँ आइसकेको छ ज्ञानुको चेकअप भइसकेको छ हेर्माको चेकअप भइसकेको छ होइन मेरो चाहिँ ब्याट्री सिध्यो अब हामी फर्किन्छौँ भोक पनि वाइल्ड लाग्यो 1 बजिसकेको छ अब हामी फर्किन्छौँ ल गाइज हाम्रो भन्दा पनि मेरो मोबाइलको ब्याट्री चाहिँ सिध्यो हामी रिपोर्ट पनि देखायो फर्किँदैछौँ रिपोर्ट पोजिटिभ छ होइन अहिले चाहिँ हिमाको मोबाइलबाट भिडियो गरिरहेको यो चाहिँ क्याम्पको भित्र बाटो हामी बाहिर निस्किँदैछौँ अब आजको लागि लगभग यति नै हुन्छ होला हामी बाटोमा गएको फुटेज टाइम लाइसमा हाल्छौँ अनि पानोला गएर खाना खान्छौँ त्यस पछाडि डाँगीतिर लाग्छौँ So guys, we are returning back. We are on the way now. हामी चाहिँ अहिले घोरियाको कति लाग्यो एउटा हामी चाहिँ लाग्छ यहाँ हप्ता भोक लाग्नु भयो यो चाहिँ त्यो लाग्यो है सायद हो क्यामेराले कति त्यो म थाहा छैन त्यो क्यामेरा थप्छु है राति अहिले त्यसै खाना खाएको छैन भोक लागिसक्यो होइन धेरै उल भन्छ क्या ठ्याक्कै यो पटेपछि चाहिँ होइन हो अझै त अब योभन्दा ठ्याक्कै अगाडि चाहिँ हाम्रो खैरेनी भन्ने ठाउँ छ हो खैरेनी भन्ने मैले अरूतिरको ठाउँको नाम पनि चिनेको थियो उता पोखरातिर बाटोमा हामीले चाहिँ अब यो भ्लगमा लोकल ठाउँ बताएको थिएनौँ कि अब चाहिँ हामी पक्काले एक्सप्लोर गर्दै जाने हाम्रो सोच छ है पानबारा धरान डाँगी केराबारी होइन अब चाहिँ पुरै होइन आउँछ है ब्याक टु ब्याक आउँछ तपाईँले हेरिदिनुपर्छ नयाँ गरिदिनुपर्छ है जबरजस्ती त होइन तर यो होस् आफ्नो ठाउँ हेरिसकेपछि यसो
दिनु पर्यो नि हैन त्यही हो भोक लागिरहेको छ गाडी भोक लागिरहेको छ हो यताबाट हुइतिर सक्छु ल कसले दिएको हुन्छ यो ठाउँ अगाडि छैन दुई मिनट सेरापुल आउँछ सेरापुल पर्ने ड्राइभर रोक्नु न ड्राइभर यहीँ ड्राइभर सब ओ ड्राइभरले आज के अरे सबै निकालिदियो बाई बाई क्याम गरेर आएको नि